ल एकलौटी मजाले पकौडा बनाउनु गाइस है। हेलो साथीहरू, वेलकम टु माई च्यानल। मेरो च्यानलमा सबै साथीहरूलाई स्वागत छ है। साथीहरू, आज चाहिँ म आफ्नै तरिकाले होइन पकौडा बनाउन गइरहेको छु होइन। त्यसको लागि चाहिँ मैले सबै सामानहरू एकदम रेडी राखेको छु होइन, रेडी गरेर राखेको छु। यसको लागि चाहिँ के छ भन्दाखेरि प्याज छ होइन, प्याज छ, खोर्सानी छ, अनि अलिकति बन्दा पनि बिसाउनलाई तयार गरेको छु होइन, मेरो आफ्नै स्टाइलमा होइन। यो सबै रेडी छ। अब यो काट्ने र काटेर रेडी गर्छु है, मेरो आफ्नै तरिकाले बनाउँदैछु होइन। अनि भिडियो कन्टिन्यू गर्दै हेर्दै गर्नु होला होइन। म चाहिँ स्टार्ट काट्ने तयारी गरेँ म है। यस्तो तरिकाले पातलो तरिकाले चट्टासँगले होइन, यस्तो सेपमा काट्दैछु म चाहिँ होइन। चट्टासँगले काट्ने आफ्नै आफ्नै तरिका छ सबैको होइन। अनि यसै गर्नुपर्छ भन्ने छैन, तै पनि चट्टासँगले काट्दैछु है। सबैलाई यसरी कटेर यहाँनिर मिक्स गर्ने। यो खोर्सानीलाई पनि चट्ट पारेर होइन आफ्नै सेपमा यसरी काट्दैछु। काटेर चाहिँ रेडी भयो गाइस है। टक्कसँगले यसलाई काटिसक्यो। अब यसलाई बेसन हालेर एकदम बेसन हालेर मोल्नु छ। यसलाई चाहिँ म एकदमै माड्दैछु है। काटिसकेको रहन्छ प्याज त एकदमै माडेर यसलाई सानो सानो बनाउने है। कटाइलाई ठुलो भएछ ठिकसँगले माड्ने यसरी। त्यहाँदेखि कटाइले ठुल्ठुलो भएछ है। बेसनलाई अझै पानी हाल्नु। बेसन हाल्दै पानी हाल्दै प्याज चाहिँ अलिक ठुल्ठुलो काटिएको छ है। अलिकति प्याज ठुल्ठुलो भएको छ।
तर आफ्नै स्टाइलमा बनाउँदैछु है। सबैको आफ्नो आफ्नो स्टाइल हुन्छ होइन। यहाँ चाहिँ यो चाहिँ पकौडाको लागि बेसन मोलेर होइन, प्याज खोर्सानी नुन एकदम रेडी हो अहिले। यसलाई लगेर किचनमा लिएर जाने होइन, किचनमा लगेर झै बनाउने हो। रेडी भयो यो पकाउनको लागि। अलिक ठुल्ठुलो काटिएछ है, अलिक ठुल्ठुलो चाहिँ पकौडाको लागि रेडी भयो। एक तेल चाहिँ हालेर अब गरम गरम तेल भइसकेको छ है। यहाँ चाहिँ झै तर्न बाँकी छ। एकदम पकौडाहरूको साथी हो, एकदम ढक्कसँगले पाक्दैछ यहाँनिर, छिटो छ है। ल एक लोट चाहिँ मजाले पकौडा बनाउनु गाइस है। यो पहिलो लोट हो होइन, एकदम मजाले यमी भएको छ। फाइनली साथीहरू है, त्यो चाहिँ एकदम रेडी भइसक्यो होइन। यो पछाडि त्यही तरिकाले भएको छ है त। बाई बाई।